रातिको 11-12 बजे कामबाट फर्किएर खाना पकाएर खानु परेको अवस्था। हेलो साथीहरू, वेलकम टु माई छोटो मिठो मिनी भ्लग। हजुरहरू सबैजनालाई मेरो छोटो मिठो मिनी भ्लगमा स्वागत छ। स्वदेश जस्तो सजिलो त छैन विदेश, तर पनि असम्भव भन्ने कुरा चाहिँ केही पनि छैन। यहाँ सङ्घर्ष गऱ्यो भने भोलिको सुन्दर भविष्यको कल्पना चाहिँ गर्न सकिन्छ। त्यसैले मैले सबैजना दाजुभाइ तथा दिदीबहिनीहरू र अब आउने भावी पुस्ताहरूलाई पनि एकपटक चाहिँ विदेश आउनै पर्छ, किनकि यहाँ जीवन के हो र जीवन जिउनको लागि कतिको सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा चाहिँ सिकाउँछ परदेशले। र नयाँ आउने भाइ बहिनीहरूलाई पनि के भन्न चाहन्छु भनेपछि आउनुहोस् र पहिले चाहिँ आफूले प्रिपरेसन गरेर। परदेश गाह्रो छ तर असम्भव केही पनि छैन।